कहिलेकाहीँ जीवनमा एउटा समय आउँछ जहाँ हामीले वर्षौँ बिताएको ठाउँभन्दा पनि आफ्नै जन्मथलोले बोलाइरहेको महसुस हुन्छ। पोखराबाट धेरै टाढा छैन, तर सहरको भिडभाड र कोलाहलभन्दा केही पर शान्त वातावरणमा रहेको एउटा सुन्दर गाउँ, डाँडागाउँ। कुनै समय यही गाउँको एउटा पुरानो घरमा प्रदीप गुरुङको बाल्यकाल बितेको थियो। तर लामो समयसम्म गाउँबाट टाढा रहँदा उहाँको पुरानो घर जीर्ण बन्यो, आँगन सुनसान भयो र गाउँको पुरानो चहल पहल पनि बिस्तारै हराउँदै गयो। जीवनको झन्डै 18 वर्ष दक्षिण कोरियामा बिताएपछि उहाँ केही वर्ष अघि आफ्नै जन्मथलो फर्किनुभयो। विदेशमा कमाउन सजिलो थिएन, तर त्यहाँ वर्षौँ बिताएपछि उहाँले एउटा कुरा महसुस गर्नुभयो। अरूको देशमा बसेर कमाएको अनुभव र मेहनतलाई आफ्नै ठाउँमा प्रयोग गर्न सकियो भने त्यसको अर्थ अझ फरक हुन सक्छ। त्यसैले गाउँ फर्किएपछि उहाँले एउटा ठुलो सपनाबाट होइन, सानै प्रयासबाट सुरुवात गर्नुभयो। त्यही सोच बिस्तारै एउटा योजनामा बदलियो र आज त्यही पुरानो जन्मथलोमा डाँडागाउँ कटेज एउटा नयाँ पहिचानका रूपमा उभिएको छ। सहरको भिडबाट केही समय टाढा रहेर शान्त वातावरणमा बस्न चाहनेहरूका लागि, स्थानीय स्वाद र गाउँको जीवनशैलीसँग नजिक हुन चाहनेहरूका लागि यो ठाउँ एउटा गन्तव्य बन्ने प्रयासमा छ। यो केवल एउटा व्यवसायको कथा मात्र नभएर यो आफ्नै माटोमा फर्किएर आफ्नै ठाउँमा सम्भावना खोज्ने एक व्यक्तिको यात्राको कथा हो। अब सुनौ 18 वर्ष कोरियामा बिताएर आफ्नै गाउँ डाँडागाउँ फर्किएर व्यवसाय सुरु गर्ने प्रदीप गुरुङको कथा उहाँकै शब्दमा। नमस्ते, मेरो नाम प्रदीप गुरुङ, डाँडागाउँ कटेजको सञ्चालक। यो कटेज सञ्चालनमा आएको लगभग 1 वर्ष जति पुरा भयो। 2083 साल जेठको 15 गते 1 वर्ष पुरा हो। म योभन्दा पहिला चाहिँ नि 6-7 वर्ष पहिला चाहिँ नि बाहिरबाट आएको, विदेशबाट आएको थिएँ। आएको 6-7 वर्षपछि मैले यही गाउँमा फर्किएँ। मेरो आफ्नै पुरानो जन्मथलो भलाम डाँडागाउँ, वडा नम्बर 20 स्थित पर्छ यो गाउँ चाहिँ नि। म यही गाउँमा फर्केर कति लगभग म 18-19 वर्ष चाहिँ बाहिर साउथ कोरियामै बसेँ। वहीँ बसेर उतै कामसाम गरेर चाहिँ नि 18-19 वर्षपछि म फेरि आफ्नै गाउँ देश फर्क्यो। यहाँ आएपछि चाहिँ नि मैले यसो हेर्दाखेरि चाहिँ मेरो पुरानो घरहरू सबै छेदबिछिल भएको रहेछ। पुरानो त्यो वायरिङहरू पनि सब मुसाले काटेर खाएको, यताउता गाउँमा मान्छे पनि नभएको। तै पनि होइन, आफ्नो यति राम्रो सुन्दर ठाउँमा केही न केही गर्नुपर्छ भन्ने उद्देश्यले मैले यहाँ सानो यो तरकारीहरू रोपेँ, कुखुरा पालेँ, बाख्रा पालेँ, भैँसी पालेँ। गर्दा गर्दै चाहिँ नि फेरि गाउँमा चाहिँ त्यही बेलामा 2019 होला सायद म फर्केको। त्यही बेलामा गाउँमा पनि एउटा कति केन्द्रकै बजेटबाट चाहिँ एउटा बाटो खन्दै रहेछ। त्यतिखेर मैले त्यो सोच्दै चाहिँ अहिले बाटो कम्प्लिट नहुने बेलासम्म चाहिँ नि आफ्नो ठाउँमा केही गरौँ भनेर त्यो तरकारी खेतीहरू यताउता पशुपक्षीहरू पालेर चाहिँ नि त्यही काम गरेर बसेँ। बाटो पनि बन्दै थियो, मैले यतातिर चाहिँ त्यही पशुपक्षी तरकारी खेती पनि गर्दै थियो। त्यो गर्दा गर्दै के सोच आयो भने होइन, यो बाटोको चाहिँ नि सदुपयोग गर्नुपर्छ। गाउँमा कसैले केही नगरे नि मैले चाहिँ केही गर्नुपर्छ भन्ने आयो, सोच आयो र चाहिँ मैले यो कटेज अहिले यो निर्माण भइसकेको छ, यो कटेज चाहिँ मैले त्यही चलाउँदै आएको छु। अब यस्तो हो, विदेश त अब चाहिँ कोही रहरले गएको हुन्न, बाध्यताले गएको हुन्छ। त्यो काममा जाँदा नि म त्यतैतिर चाहिँ बस्दा लगभग 18-19 वर्ष त्यतै बिताएँ होइन। त्यत्रो साल अर्को ठाउँमा बसेर त्यत्रो दुःख गरेँ, 2-4 पैसा केही कमायो भने मलाई के लाग्यो भने चाहिँ नि हामी नेपालीहरू जहाँ पनि जान्छ, मैले उतातिर पनि देखेँ कि धेरै नेपालीहरू चाहिँ त्यसै हराइरहेको छ कि कमायो रमायो त्यसै बसिरहेको छ। तर मैले के लाग्यो भने चाहिँ होइन, आफ्नै ठाउँमा जानुपर्छ। कति अर्काको अन्डरमा मात्र काम गर्ने होइन, अलि 2-4 पैसा आफूले कमाएपछि आफ्नो ठाउँमा सानोतिनो व्यवसाय गरेर भने त आफै साहु भइन्छ। आफ्नै नेपालमा गएर चाहिँ केही 2-4 जना भाइ बहिनीहरूलाई चाहिँ काम पनि दिन सकिन्छ भन्ने सोचले नि म फर्केर आएर यो काम गरिरहेको। लगभग मेरो चाहिँ यो स्ट्रक्चरहरू त धेरै अब गाउँको ठाउँमा अब चाहिँ त्यो गाडीबाट ल्याएर लैजाने चाहिँ गर्दै मेरो यो लगभग चाहिँ 2.5 को हाराहारीमा चाहिँ खर्च भइसक्यो। अब आजकलको ट्रेन्डिङमा हेर्दाखेरि मैले चाहिँ प्रायः जस्तो चाहिँ बजारतिर चाहिँ अलिक कन्जेस्टेड भएर नि होला, पोखराबाट चाहिँ यहाँ आउनुको लागि लगभग गाडी अथवा बाइकमा 15 देखि 20 मिनटभित्र आइपुग्छ होइन। के सोच्नु, जति पनि चाहिँ अहिलेको नयाँ भाइ बहिनीहरू छ प्रायः डाँडातिर जाने, शान्त वातावरण बसेर चाहिँ खाना पिउन केही बस्न त्यस्तो मन पराउनेहरू भएको कारण मैले होइन
मेरो एउटा ठाउँ यो गाउँ चाहिँ नि त्यस्तै वातावरण भएको गाउँ भएको कारणले चाहिँ मैले त्यो सोच गरेर नै बनाएको हो यो चाहिँ। अनि यो डाँडागाउँ कटेजको खास विशेषता चाहिँ के छ त? यहाँ जस्तो सहरमै जस्तो सबै त्यो बाहिरबाटै किनेर ल्याएको खाने हुन्छ कि यहाँको कुनै अर्ग्यानिक यहाँको उत्पादन केही छ त्यस्तो? मैले होइन नि भने तपाईँलाई म पहिले चाहिँ विदेशबाट फर्किने बित्तिकै पनि मैले चाहिँ एउटा कृषि पशुपक्षीहरू पालेँ, आफैले तरकारीहरू रोपेँ। त्यहाँ अझै पनि मेरो छ। अब तपाईँ उतातिर मैले त्यो ग्रिन हाउसहरू बनाएर चाहिँ गरिरहेको छ। सकेसम्म चाहिँ आफ्नो ठाउँमा उत्पादन गरेको चिजहरू पनि खुलाउँ होइन। आजकल चाहिँ बजारतिर सबै चाहिँ त्यो दबाईहरू के मिसावट भएकोहरू हुन्छ। त्यही कारण मेरो त्यही अनुसारले नै गरिरहेको छु मैले। अनि अहिलेसम्म चाहिँ यहाँ आउने पाहुनाहरूको प्रतिक्रिया कस्तो छ व्यापार? एकदम राम्रो छ, एकदम राम्रो छ। अहिले एक त फेरि तपाईँको पहिलाभन्दा पनि अहिले के राम्रो छ भने पहिला चाहिँ नि शुक्रबार हाफ डे हुन्थ्यो, शनिबार मात्रै छुट्टी हुन्थ्यो। अहिले चाहिँ शनिबार आइतबार मेरो मात्र होइन कि प्रायः जस्तो चाहिँ यही होटल व्यवसायतिर चाहिँ नि अलिकति राम्रै भएको छ कि जस्तो लाग्छ मेरो विचारमा है। किनकि छुट्टी नै अलिक लामो पाउने अनि त्यही अनुसारले चाहिँ उनीहरूको फ्री टाइम भएको कारणले चाहिँ आइरहेको छ। त्यस्तो चुनौती त खासै केही छैन। मेन भनेको चाहिँ हाम्रो कामदारको समस्या होइन, राम्रोसँग टिकेर नबस्दिने। जस्तो नेपालमा त बेरोजगारी, चरम बेरोजगारी छ भने चाहिँ फेरि कामदारको समस्या भनेको यो त एकदम दुःखदको कुरा होइन र? त्यो त हो कि, तर चाहिँ कस्तो भने अब भर्खरको केटाकेटीहरू त्यो थिर भएर काम गर्न नसक्ने कि एकदम दृढतापूर्वक होइन म यहाँ काम गर्छु र बरु के गर्नुपर्ने हो कसो भने साहुहरूसँग सल्लाह गरेर कसरी गर्न सक्नुहुन्छ, कसरी दिन सक्नुहुन्छ भनेर सरसल्लाह गरेर बस्यो भने उनीहरूलाई राम्रो गरिन्छ नि जसले पनि। मेन समस्या भनेको त्यही नै हो। यो डाँडागाउँ मात्र नभएर नेपालभरिकै समस्या भनेको अहिले बसाइसराई लगभग यो सेरोफेरमा यो अर्मलाकोट यता यो कुरा गाउँ यता त्यसपछि आँटीघर यो एरिया लगभग हजुरको 80% त लगभग खाली नै छ अहिले। अनि फेरि कस्तो भयो भने हामी फेरि यहाँ पोखराबाट यति नजिकको दूरीमा छौँ कि नेपालको दोस्रो ठुलो सहर ठुलो राजधानी सहरबाट आधी घन्टाको दूरीमा पनि बसाइसराईको यो अवस्था छ कि यो अवस्था आउनुको कारण र अब के होला अबको जुन यो गाउँ पर्यटन घरवास कार्यक्रमहरूले गर्दाखेरि यसले मान्छेहरूलाई गाउँ फर्काउनलाई केही सहयोग गर्ला हो। अहिले चाहिँ नि मान्छेलाई सबभन्दा मेन चाहेको चाहिँ बिजुली, पानी, बाटोघाटो त्यसको सुविधा हो भने जहाँ पनि बस्ने आवाजात गर्न सजिलो नि हुने भनेर बस्नुपर्ने हो। तर एक त फेरि यो गाउँ तपाईँहरूलाई पनि थाहा छ होला चाहिँ नेपाल अधिराज्यभरिको जति पनि ब्रिटिस आर्मीमा चाहिँ भर्ती हुने अहिलेको त्यो भाइ बहिनीहरू ट्रेनिङ गर्ने र चाहिँ अन्तिम चाहिँ डोको क्यारी गरेर चाहिँ हाम्रो यही कटेजको तलपट्टि हो फाइनल प्लेस, त्यहाँ पनि आउँछ। सबैजना यहीँ आउने हो। गाउँले संसार के अरे नेपाल अधिराज्यभरिको चाहिँ भाइ बहिनीहरू आउने ठाउँ यही हो। अनि पहिला चाहिँ नि ब्रिटिसको लहरमा चाहिँ नि कहाँको हो के को भन्दाखेरि चाहिँ हामी भलाम डाँडा गाउँको भन्ने बित्तिकै चाहिँ त्यतिखेर चाहिँ पढाइ नभयो भने चाहिँ भर्ती हुने गाउँ यही गाउँको हो। त्यतिखेरको चाहिँ गाउँमा पनि भर्ती भएर बसेको धेरै थियो यो गाउँकोहरू। सायद पैसाले पनि होला अथवा अलिक त्यो यहाँ गाउँ भन्दैन अलिक चाहिँ व्यवस्थित ठाउँमा राम्रो ठाउँमा जाऊँ भनेर चाहिँ सबै चाहिँ तल बजारतिर पलायन भयो। बजारबाट नि तपाईँको चाहिँ हङकङबाट नि युके सबै त्यसरी पलायन भइसक्यो। गाउँमा खासै मान्छे छैन। तर यो जुन कोभिड भयो नि, कोभिड पछि चाहिँ केही मान्छेहरू बजारमै भयो भने अहिले बाटोघाटोले गर्दाखेरि चाहिँ बिहान आएर तरकारी आफ्नो त्यो बारीमा लगाएको छ, फेरि चाहिँ भयो भने टिपेर लाने खाने त्यसो गरिरहेको छ। तर मलाई चाहिँ विश्वास चाहिँ नि अलि पछि चाहिँ लाग्छ कि सायद गाउँ नै फर्किन्छ होला जस्तो लाग्छ। अब यो 18-19 वर्षको दाइको यो विदेश यात्रा पछिको अनुभव पनि भनौँ र यसरी विदेश सिक्नेलाई चाहिँ दाइको एउटा सन्देश के हुनसक्छ युवाहरूको लागि? मेरो सन्देश चाहिँ के भन्न चाहन्छु भने म जति पनि हामी नेपालीहरू विदेशमा गएर चाहिँ कमाइ गर्न जान्छ, कमाउने भन्दा नि रमाउने धेरै देखेको छु मैले चाहिँ भाइ बहिनीहरू अब साथीभाइहरू होइन। त्योभन्दा पनि अर्निङ भन्दा नि सेभिङ धेरै राम्रो हुनु पऱ्यो क्या। सेभिङ गरेर त्यही सेभ गरेको पैसाले आफ्नो नेपालमा आएर सानोतिनो किन नहोस् व्यवसाय भनेको पक्का व्यवसाय। मलाई पनि थाहा थिएन यदि यो मेरो फर्स्ट टाइम यसरी चाहिँ व्यवसायमा हात हालेको। तर चाहिँ आफ्नै तरिकाले एउटा केही न केही व्यवसाय गऱ्यो भने पैसा चाहिँ रनिङ भइरहेको रहेछ, खेलिरहेको रहेछ, हुँदो रहेछ कि त्यहाँ एकैचोटि ठुलो भाग नखोजौँ, केही न केही गरौँ आफ्नो देश आएर फर्केर। र अब अन्तिममा यो डाँडागाउँ कटेजको बारेमा भनिदिनु, यहाँ चाहिँ आउने पाहुनाहरूलाई एउटा सम्पर्क नम्बर, कसरी आउने, आफ्नो लोकेसन? डाँडागाउँ गाउँ कटेज चाहिँ नि पोखरा वडा नम्बर 20 भलाम स्थित पर्छ। भलामको नि डाँडागाउँ स्थित पर्छ यो कटेज। तपाईँहरू पोखराबाट कुनै पनि ठाउँबाट पोखराको कुनै पनि ठाउँबाट आउनु मन लाग्यो भने आउनु पऱ्यो भने तपाईँहरू चाहिँ एउटा दुईवटा बाटो छ। एउटा चाहिँ तपाईँहरू मनेपल पछाडिको बाटो आउन सक्नुहुन्छ। त्यहाँबाट आउँदाखेरि तपाईँहरू म्याक्सिमम् लाग्यो भने 20 मिनटमा आउन सक्नुहुन्छ बाइकमा अथवा कुनै पनि गाडी लिएर आउनु पऱ्यो भने। र अर्को बाटो छ यता माथि बाटुल चौरबाट चाहिँ यो कोमागानी हस्पिटल छ, त्यो हस्पिटल पछाडिबाट आउनु सक्नुहुन्छ। त्यहाँबाट नि आउँदाखेरि तपाईँहरू 15देखि 20 मिनटभित्र यो ठाउँमा आउनु सक्नुहुनेछ। र अर्को कुरा हाम्रो चाहिँ हाम्रो यहाँ खाने बस्ने सबैको व्यवस्था छ।
प्याकेजको व्यवस्था पनि छ। प्याकेजको व्यवस्था पनि ग्रुपमा आयो भने हामीले प्याकेज पनि लिन्छौँ र अर्को तपाईँहरूको कुनै चाहिँ पार्टी गस्ती सेमिनार केही पनि गर्नु छ भने चाहिँ हामीले भित्र ठुलो हल पनि छ, त्यसको लागि पनि तपाईँहरूले चाहिँ बुकिङ गर्न सक्नुहुन्छ। अरू कुरो चाहिँ मेरो नम्बर चाहिँ तपाईँलाई सम्पर्क गर्न चाह्यो भने 98 051 64 821 यो छ र अर्को 98 560 24 936। तपाईँहरूलाई सम्पर्क गर्न चाह्यो भने यस कलमा फोन गऱ्यो भने चाहिँ मैले उठाउन सक्छु।